गए दिपन्दी हाई गर्न कहाँ गएको अरे इन्ट्रोड्युस बजार हो दिपन्दी भन्न हौ कस्तो भिडियो बनाऊ भनेको त छिटो छिट्टै आइपुग्यो लुकेको त देखि त हाल्यो यता झालु चाहिँ भन्न ओइ यहाँ न कहाँ गरे आई ठुलो बन्न ला यहाँ न मन परेन पर्फ्युम लगाइदियो भन्नु ओए एक प्याक कोही देखान एक प्याक त्यो जाने मन परेन पतला बाक्लो चाहियो यो अलिक बाक्लो होला यिनीहरूले सामान चाहिँ यति मात्रै हो एउटाले के खोजेको 199 200 ठिकै हो सामान चाहिँ यति मात्रै छ अहिले किन लाने हो तिमी लाने तिमी छ त तेरो त अन्त थुप्रो किनेको आउनुहोस् है आउनुहोस् आयो डाँडा भएन तिमीहरूको ओइ ओइ कसको लागि ए नानीको लागि बहिनीको लागि एउटा खुट्टामा आँट्छ तिम्रो पाइन है लुगा सकेन तेरो है त भिडियो गर्नु मजा आउँछ नि पुरा अल्छी लाग्यो टाउको दुखिसक्यो 69 रुपीस हो भयो 69 दामहरू सुनेर छक्कै परिहाल्यो ओके कुन हेर्नु पर्यो मन परेन ओए दिपन्दी यहाँ न कहाँ बसेको लाइनमा बस भनेको मान्दैन त त्यो न के हो थाक्यो थाकेन अनरातो भएको देखिन सुनिस् होला उयोको मान्छे त उपर बुझेको तिमीहरू अरे मेरो त म गरम यस्तो बेसी लाइन लाग्नु पर्दछ यहाँ चाहिँ आम्मा मान्छे ज्यादा बिल्डिङमा चाहिँ अब यस्तो छ क्या बेसी मान्छे बिल्डिङ यहाँ छ के गरेको के हुन्छ अरे पुरा आयो गरमबाट मऱ्यौ नाजी अहिले बिल्डिङमा बसिरहेछ अघि तिमी टर्न फर्केको आउनु छैन लाइट पनि टक्कै गयो ओइ यसो गर्नु यसो गर्नु
अब चाहिँ बल्ल बल्ल हाम्रो टर्न आयो। यसले बिलिङ गर्दैछ यो चाहिँ। 50 हुन्छ 50 एउटा दियो हो अनि 20 को 10 को एउटा दियो न हुँदैछ? ए हेर्न हेर्न हेर्नु हेर्न इरिना पऱ्यो छैन। हामी अब आइसकेन हेरौँ अन्त हामी सामानहरू लिएको अनलक गर्दैछ ल गरिबीको मजदुर लिएर आएको प्लिज यो तपाईँ यो राम्रो छ प्रडक्ट पनि भन्छ एक दियो भने चाहिँ अब बियोस यो लालबजारमै किन्नु परेको महँगो गर्थ्यो नि कहाँ घटाउनु पो मान्दैन अन्त के को चाहिँ अन्त तर अन्डा मजाले पाक्छ नि पुरा अन्डाकै लागि मलाई अन्डाको लागि छ मेरो पैसा किन के किन्यो टोइलेटको लागि ए हामीले त ए भोलि अझै सामानहरू थुप्रो किन्नुपर्छ अझै ए म चामल पनि सोधिकन आउँछु ल माथि ए सोधिहाल ल पाउँछ कि पाउँदैन बिस्ती देखा न कति कति लागेछ तेरो तेरो चाहिँ कति लाग्यो उसको 14 पनि कति छ मेरो 13 भयो बाई बाई ब्याकग्राउन्डहरू त्यो ब्याकग्राउन्डहरू चाहिँ अलिकति इग्नोर गरिदिउँ किनभने पुरा भर्खर आइपुगेको हामीहरू लाइट थिएन अघि चाहिँ अघि आइपुगेको लागि चाहिँ लाइट थिएन अब चाहिँ लाइट आएर फोन चार्ज गर्नुहुन्छ सो गाइस फ्रेन्ड्स भरे नेक्स्ट भिडियोमा भेट्नेवाला छु।